हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि मैले चाहिँ धेरै दिन पछाडि आज भिडियो हालेँ। सो आजको भिडियोमा चाहिँ माई हस्बेन्ड डुइङ माई मेकअप, यही छ भिडियो चाहिँ। अनि सो अब धेरै बोल्नुभन्दा पनि भिडियो स्टार्ट गरौँ होइन। ओके अनि सो टुडे हि इज माई मेकअप आर्टिस्ट। यो मेट्नु पर्छ है माथिको के यो कान होइन पर्दैन, यो माइक लगाएको छ नि त। ल ओके है अलि ल त ल सर्नु न, तपाईँ देखिनु भएन त्यति धेरै। म साना देखिसकेको यता छु यता यता अलि ओरा हो। ल ल ल अब चाहिँ सुरु भइसक्यो। मेरो बुढाले कस्तो मेकअप गर्नुहुन्छ हेरौँ है त। ल केले लगाउने यो हातले हातले के लगाइरहनु भएको त्यहाँ देखाउनु। के छ पढेर त्यहाँ लेखेको पनि छ के हो भनेर। सिटाफिल के लेखेको छ यहाँ? मोइस्चराइजिङ क्रिम मतलब के होला? ओके ल क्रिम क्रिम यस यस क्रिमै हो। साना ऊ त्यो मिरर ल्याउ त, मलाई घरिघरि हेर्नु पर्यो नि त। पञ्चमिरर ल हेर कस्तो बन मैले लगाइदिएँ। ल लगाउनु नि लगाउनु। नाइस भयो अब यसलाई ब्लेन्ड गर्दा हुन्छ। केले त्यहाँ गर्न भिडियो हातले हेर्दै कि गर्नु है यसले अहिले फेरि हजुर। हातले कि हातैले हातले यो हातैले हो। कसरी स्पेसल होइन ल यो कपाललाई चाहिँ अलिक यस्तो गर न तिमी तिमी यो कपाललाई यस्तो गर होस्। ओहो यसरी यसरी गरिदिँदा हुन्छ क्या यसलाई। अब भइसक्यो त होइन राम्ररी यस्तो यस्तो गर्दा हुन्छ सबैतिर। यस यता लागेकै छैन। कता भयो है कति राम्रो यत्तिकै मेकअप भइसक्यो अब अब यो के हो देखिनको यसको नाम मेरो हस्बेन्ड कति ट्यालेन्ट हुनुहुन्छ। प्राइमर प्राइमर कसरी लाउने यसलाई हातले ल ल भयो। यति बन्द 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 म बन्द गरिदिन्छु ल्याउनु। कुट 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 त्यसरी होइन, यो यसरी यहाँ लगाउनु। सबै सकिसक्यो एकै ठाउँमा। यस्तै ल यो कस्तो लागिरहेछ नाइस। मैले गर्छु जस्तो छ कि छैन आई ट्रस्ट यु। आँखा घोस्लाई मेकअप गर्दा आँखा बन्द गर्नुपर्छ भन्ने थाहा छैन हा यता यो पनि है माइकतिर गरेर त्यता आवाज जान्छ, नछुनु ल अब यता। ल ल कस्तो लाग्यो अब नाइस। यसको नाम अब यो लगाउन गइरहेको छु यो फाउन्डेसनलाई फर्स्टमा यहाँ हाल्नु ल, यसमा हाल्नु यहाँ। तिम्रो हातमा तपाईँकोमा हाल्ने हो नि त। यु आर द मेकअप आर्टिस्ट फर टुडे होइन। सो ल अब के गर्नु भन्दाखेरि पहिला यसले यसरी यता यता लगाइदिन्छ। मैले बुझेँ बुझेँ टुक 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 होइन टुक 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 होइन, यसलाई चाहिँ यसरी यसरी गर्दा दिँदा पनि हुन्थ्यो। तपाईँलाई जसरी आउँछ। अब उहाँ त आजको आर्टिस्ट, सो मैले सिकाइरहनु पर्दैन। धेरै भयो कि क्या हो यो होइन होइन, मेकअप आर्टिस्ट ठिक हजुर छ केही जस्तो छ भन्न है चाहनुहुन्छ? ठिक छ जस्तो छ केही भन्न चाहनुहुन्छ उहाँको त? मैले राम्रो गरिरहेको छु फर्स्ट टाइम म पछि यस्तो मेकअप स्टुडियो पनि खोल्न सक्छु है यति गरेपछि दिस इज ए द थिङ। यसले गर्ने होइन म त हातैले फेरि सबै कुरा मिलाइदिन्छु नि त म त यस्तो हो ड्याब ड्याब ड्याब। ट्याप 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 मलाई मार्ने तरिकाले होइन क्या। कुन जन्मको रिस पोखिरहनु भएको छ। आँखा बन्द है आँखा बन्द मेकअप गर्दाखेरि बोल्नु हुँदैन भन्ने थाहा छैन आँखा बन्द
अरे यसले त कलरै चेन्ज हुँदो रहेछ है हुँ? हुँ। अघिको भन्दा तिमी गोरो भयो फाउन्डेसन भनेको के हो भन्नु न लु। यतापट्टि पनि अलिअलि तपाईँको सेतो यता सेतो यता गरिदेऊ यता न बुढो यता यता नगर्नु है। छोड्नु यता नहोस् यता यता नगर्दा हुन्छ। यता तल तल त गर्नुपर्छ नि त ओ नाइस फाउन्डेसन उम्, नाइस यो मेरो हातको मेटाइदियो है भयो र ड्याब ड्याब अँ भएको छैन होला अझै अलि ड्याब ड्याब मजाले। कुट 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 ल अब नाकतिर ढ्याप ढ्याप अलिकति पुगेको छैन ल अब अब यसको टर्न के हो यस्तो वाट इज न। दिस? खोइ फाउन्डेसनै हो यो पनि त्यहाँ पढ्नु त्यहाँ लेखा छ फाउन्डेसन हँ फाउन्डेसन कन्सिलर लेखा छ होइन यहाँ पहिला। अब ल यसलाई के भनेको थिएँ मैले यसलाई? आँखाको तल है कुट 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 ब्रस हुन्छ हो यसमा आफै उम्, ए ल माथि पनि उहुँ, तल मात्रै अब यता यता मुखतिर पनि होइन गा यसले चाहिँ अँ, तपाईँको लाइक आइजमा सर्कल डार्क सर्कल हटाउँछ हुन्छ होइन? ल यसले कसले सिकायो? यहाँ देखिँदैन त खै त यस्तो फेरि के पार एकछिन भइसकेको थियो ओ थिचेपछि निस्किँदो रहेछ है यस गाइज यस यसलाई लाइक 2-4 सेकेन्ड राखेर गर्नुपर्छ क्या। ल ल पख्नु पख्नु अब ढ्याप ढ्याप होइन कति मिनटको भइसक्यो हाम्रो भिडियो? 7 मिनट। म यहाँ भूतनी जस्तो देखिरहेको छु गाइज। तपाईँहरूले लास्टसम्म रुक्नुपर्ने हुन्छ मेकअप कस्तो हो भन्छ हेर्न। राम्रो हुनेवाला छ आँखा बन्द आँखा बन्द होइन तर ल अब आँखा माथि पनि ल यता पनि है त्यसले यसरी तल तल सार्न पनि मिल्छ। यसरी त्यसरी होइन ड्याप 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 गरेरै। एकछिन नहेरेको हेरे गर न हेरेको हेरे नगएर ल ल हेरेको हेरे गरेपछि बिग्रिन्छ क्या ल ल ल अब हेर ठिक छ अब अब यसको पालि ल मैले यसलाई सिक्वेन्समा राखेको छु नि त अलि ओराउनु नि मस्कारा तपाईँ अलि देखिनु भएन के हो यसको नाम मस्कारा हो र त होइन जस्तो छ ए बुझेँ बुझेँ के यस्तो यसले लाइट निकाल्छ अलिकति नाकमा पनि अलिकति लगाइदिउँ ल ल फेरि ओहो यसले त रातो रातो देखाउँछ नि त है के हो यसको नाम ब्लस ब्लस किन नाम होला भन्नु लाइक कसैले जब ब्लस गर्छन् ब्लस मतलब कि मस्किनु टाइप भयो होइन अनि गर्दाखेरि यो चिक्स त अलिकति रातो हुन्छ नि त अनि त्यही भएर यसको नाम त्यस्तो होला कि आई थिङ्क नाक पनि रातो हो भने यसले अलिकति स्ट्यान्डर्ड देखाउँछ क्या डराएको जस्तो देखाउँछ होला है लुक्स आउँछ होला तिम्रो जस्तो रातो क्या कस्तो लाग्यो नाइस अब अब यो पनि मैले लगाइसकेँ होइन होइन यो आई स्याडो प्यालेटबाट तपाईँ यु क्यान युज वाट एभर यु वान्ट। आई स्याडो यहाँ यो छ दुईवटा छ तपाईँलाई कुन मनपर्छ? मलाई उता पनि देखाउनु न म कुन लगाइदिउँ त यो दुईटाबाट अब मेरो बुढाले के चुज गर्नुहुन्छ अब लेट्स सी आई स्याडो ग्रिन ग्रिन टाइपको लगाइदिन्छु ल ग्रिन 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 त्यो ग्रिन होइन साना ल ल यता माथि है कुट 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 हातले युज गर्दा नि हुन्छ त्यसलाई
लाग्नै छोडेछ के हातले यस्तो गर्न मिल्छ त्यसले। वाउ अलिकति चाहिँ राम्रो आयो है अब फेरि है तिमीले कहिले नलगाएको मैले लगाइदिएँ क्या आज सबै कुरा युज गर्नु पर्यो नि होइन ए कसलाई आँखामा सरी। ल लुक्स सक्यो? सक्यो ल अब हल्का हल्का लाउनु पर्छ नि त जे पनि ए यसको बन्दा यसको ठाउँमा राख्दै यताबाट हो खोलेको थिएँ मैले ल अब यसको ठाउँ यो कहाँ हो तल लगाउने माथि यहाँ यो यसमा ल ल ल के लगाएर नाच? खै के हो त्यहाँ यसको भन्नु नाम? न। यसको नाम हो गाजल यस। यसले पुरै कालै देखियो भने एकछिन नहेरौँ है नहेरौँ बिग्रेला है बिग्रेला यो धेरै लगाउने हो कि कम मलाई थाहा छैन मेकअप आर्टिस्टलाई थाहा हुनुपर्ने होइन। राम्रै भयो जस्तो छ तर अलिक धेरै भयो होइन होइन एकछिनमा लगाइसकेपछि हेरौँ न कुट 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 यो स्किनमा लगाउने हो कि परेलामा स्किन ल त ओपन त पहिला पुरै ओपन न धेरै ठुलो ठुलो कि सानो खै कस्तो कस्तो अब के लगाउने हो? ठुलो भयो जस्तो छ होइन होस् अहिले तपाईँले मेट्दाखेरि सबै त्यो ढलिन्छ। ल ल अब अब यसको टर्न यसको टर्न हो मस्कारा ल आँखा खोलौँ है खोलौँ यो चाहिँ मलाई लगाउन आउँदो रहेछ है ल माथि पनि खोलो आँखा घोच्यो अब तल भयो भयो ओहो यसको टर्न पहिला लिपस्टिक होइन पहिला लाइन गर्ने हो। यो पातलो लाइन हुन जरुरी छ कि ठुलो मैले मेकअप आर्टिस्टलाई सिकाउनु मिल्छ? ल ल ल तपाईँलाई कसले चोर बजारबाट दियो डिग्री भन्नु त। ल अब लिपस्टिक त्यहाँ देखाउनु लिपस्टिक ल मिलाऊ ओ नाइस फर्स्टै टाइममा यस्तो राम्रो गरिदिएँ क्या मैले यो पनि हल्का है यो त सकिएछ ल भयो त्यो त हल्का हो नि त अब यसको टर्न कता यसलाई चाहिँ यसलाई सबैतिर कता सबैतिर यसमा
यति नै है। म एउटा कुरा भन्छु तपाईँले जब लाइक कपीमा केही लेख्नुहुन्छ होइन अनि केही कुरा हाइलाइट गर्नु छ भने त पुरै कपी हाइलाइट गर्नुहुन्छ कि मेन पोइन्टलाई हाइलाइट गर्नुहुन्छ भन्नु मेन पोइन्ट यस अब यसले स्याहार होइन अहिले यो आँखाको गाजर सुके होइन होला अनि सुकिसक्यो हो के कतातिर गर्नु न कस्तो खालको मान्छे हो मुख भित्र हाल्दै हुनुहुन्छ ए ल बुझेँ अनि यो त तपाईँले लाग्नु भएन त ऊ के दिस इज अब यो नलगाउँला ओ माई गड निस्क्यो कसरी यसले मेटौँ न त होइन भइसक्यो ओ माई गड कस्तो देखियो राम्रो तपाईँलाई कस्तो लागिरहेको यस्तो हेर्दाखेरि म त राम्रै देख्दैछु है So guys, this is the final look of my makeup which is done by my husband today makeup artist कस्तो छ तपाईहरु पनि हेर्न सक्नुहुन्छ आँखाको गाजर लिपस्टिक एभ्रिथिङ यता आउनु त मेकअप आर्टिस्ट वाउ हैन आजको कस्तो लागिरहेको तपाईँलाई मलाई मेकअप गर्न पाउँदाखेरि राम्रो मलाई यस्तो कालो देखिएको छ तिमीलाई त्यति राम्रो देख्नु त भयो होइन सो गाइज यही हो आजको मेरो बुढाकोले गरिदिएको मेकअप चाहिँ आई होप तपाईँहरूलाई हाम्रो भिडियो राम्रो लाग्यो होला बैठु हाम्रो भिडियो राम्रो लाग्यो होला होइन अनि अब के भन्न चाहनुहुन्छ बाई बाई यो मान्छेलाई त केही बोल्नु भयो भने बाई बाई नि भन्न बित्तिसकेको हुन्छ अनि आज चाहिँ हाम्रो बिहे भएको चाहिँ 5 महिना भएछ अनि त्यही उपलक्ष्यमा चाहिँ ल आज केही गरौँ न त भनेर हामीले चाहिँ आज मेकअप च्यालेन्ज भिडियो बनाएको हो तपाईँहरूलाई मन पर्यो होला सो आजको भिडियोलाई चाहिँ यति राखौँ फेरि भेटौँ होला नेक्स्ट भिडियोमा बाई गाइज ह्याभ अ नाइस डे बाई 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 भन्नु टेक केयर बाई